बिहानको समय रसुवाको हिमाली क्षेत्रमा मानिसहरूको दैनिकी सामान्य रूपमा अघि बढिरहेको थियो। आकाशमा असाधारण प्राकृतिक विपत्तिको कुनै सङ्केतसम्म थिएन। तर केही क्षणमै भोटेकोसी एकाएक दानवको रूपमा प्रकट भयो। सामान्य नदीको बहाव अचानक एउटा विशाल र हिंस्रक जलप्रवाहमा परिणत हुँदा यसले बजार, सडक, पुल, पूर्वाधार केही मिनेटमै तहस नहस बनायो। बाढीका कारण रसुवागढी नाका जाने अधिकांश बाटो बगेका छन् भने चीनसँगको प्रमुख नाका पूर्ण रूपमा बन्द भएको छ। सडक विभागका अनुसार हालसम्म त्रिशुली नदीका विभिन्न भागमा अवस्थित 19वटा पुलमा बाढीले क्षति पुर्याएको छ भने कम्तीमा 40 किलोमिटर सडक क्षतिग्रस्त भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार 384 भन्दा बढी पर्यटक सम्पर्कविहीन अवस्थामा छन्। रसुवा स्थित भोटेकोसी नदीमा आएको बाढीमा परि अहिलेसम्म 22 जनाको मृत्यु भएको खबर आएको छ भने बेपत्ताको संख्या सयौंमा छ। आखिर इतिहासमै पहिलो पटक यति विशाल जलराशि कहाँबाट आयो अनि कसरी यसले विस्फोटक रूप लियो? दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी रसुवाको भोटेकोसीमा अचानक आएको इतिहासकै ठूलो बाढी र त्यसले पुर्याएको क्षतिका बारेमा विशेष जानकारी गराउनेछौँ। बुधबार बिहान करिब 9 बजेतिर तिब्बततर्फको माथिल्लो जलाधारबाट भोटेकोसी नदीमा असाधारण रूपमा ठूलो बाढी अचानक प्रवेश गरेसँगै यस क्षेत्रको मौसमी र भौगोलिक लय एकै क्षणमा उथलपुथल भयो। प्राकृतिक विपदको यो जानकारी सम्बन्धित निकायसम्म पुगिसक्दा नदीको बहाव मानव नियन्त्रणभन्दा बाहिर पुगिसकेको थियो। केही मिनेटको अन्तरालमै नदीले भयानक रूप लिँदै टिमुरे, स्याप्रुबेसी तथा आसपासका बस्तीतर्फ प्रहार गर्न थाल्यो, जसले त्यहाँका बासिन्दाहरूलाई सम्हाल्ने मौका समेत दिएन। हिमाली नदीहरूमा आउने यस्तो अचानकको बाढी केवल पानीको सामान्य बहाव मात्र होइन, यससँगै सयौं टन तौलका ठूला ढुङ्गा, गेग्रिन, माटो, बगेका रुखका काठ र अन्य विनाशकारी लेदोको शक्तिशाली मिश्रण तीव्र गतिमा अगाडि बढ्छ। यही मिश्रित र गतिशीलताले भरिएको शक्तिले नदी किनारमा खडा गरिएका जुनसुकै बलिया संरचनामाथि पनि असाधारण र असहनीय दबाव सिर्जना गर्छ, जसका कारण क्षणभरमै ठूला पूर्वाधारहरू तासको घर जस्तै ढल्न पुग्छन्। प्रारम्भिक समाचार र स्थलगत रिपोर्टहरूका अनुसार यस बाढीले बजार क्षेत्र, रणनीतिक सडकहरू, पक्की पुल र ऊर्जा उत्पादनका पूर्वाधारहरूमा गम्भीर क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार भोटेकोसीमा आएको बाढीले रसुवा र नुवाकोटका 13वटा जलविद्युत आयोजनामा क्षति पुगेको जनाएको छ। रसुवा क्षेत्रमा आएको यस आकस्मिक बाढीबाट विभिन्न जलविद्युत आयोजना तथा उच्च भोल्टेजका प्रसारण लाइनका संरचनाहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। दर्जनौं पक्की घरहरू र नदीमाथि बनेका महत्त्वपूर्ण पुलहरू पूर्ण रूपमा बगाएको छ भने कतिपय सुरक्षाकर्मी तथा स्थानीयको अन्य व्यक्तिहरूसँग सम्पर्क समेत पूर्ण रूपमा विच्छेद भएको छ। वास्तवमा यो विपत्तिमा कति मानवीय क्षति भयो र कति भौतिक संरचनामा क्षति पुग्यो भन्ने यकिन विवरण सरकारी निकायबाट तत्काल सार्वजनिक नहुन सक्छ। तर सार्वजनिक भएका तस्बिर, भिडियो, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा र सुरक्षा निकायबाट प्राप्त प्रारम्भिक विवरण हेर्ने हो भने यसले निकै ठूलो जनधनको क्षति पुर्याएको देखिन्छ। टिमुरे र स्याप्रुबेसीमा विनाश। रसुवाको उत्तरतर्फ अवस्थित टिमुरे र स्याप्रुबेसी क्षेत्र भोटेकोसी नदीमा आएको यस प्रलयकारी बाढीको सबैभन्दा बढी प्रत्यक्ष चपेटामा परेका केन्द्रबिन्दुहरू हुन्, जहाँ प्राकृतिक प्रलयले केही घण्टाभित्रै सम्पूर्ण भूगोलको मुहार कुरूप बनाइदिएको छ। नेपाल चीन सीमापार व्यापारको प्रमुख मुहान तथा ट्रान्जिट पोइन्टको रूपमा स्थापित रसुवागढी नाका नजिकै रहेको टिमुरे बजार क्षेत्रमा पानी र विशाल लेदोको ढिस्को अचानक पस्दा त्यहाँको आर्थिक तथा सामाजिक जीवन पूर्ण रूपमा तहस नहस बनेको छ। व्यापारिक प्रयोजनका लागि बनाइएका ठूला गोदामहरू, कन्टेनर पार्किङ स्थलहरू र सयौं स्थानीय घरहरू केही मिनेटमै बालुवा र ढुङ्गाले पुरिएर चिनिनै नसक्ने बगरमा परिणत भएका छन्। रसुवा भन्सार प्रमुख राजेन्द्र ढुङ्गानाका अनुसार भन्सार यार्डमा चेक जाँचका लागि रहेका विद्युतीय गाडी र ढुवानी ट्रक गरी 300 भन्दा बढी गाडी बगेका छन्। टिमुरेमा विध्वंस मचाएर स्याप्रुबेसी क्षेत्रमा प्रवेश गर्दा यसले अस्वाभाविक रूप लिएको थियो, जसले तटवर्ती बस्तीमा रहेका घर र भौतिक संरचना बगाउँदै अघि बढिरहेको कहाली लाग्दो दृश्य हामी यो भिडियोहरूमा देख्न सक्छौं। ती बस्तीहरूमा व्यापार र होटल व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयहरू धेरै बेपत्ता भएका छन् भने उनीहरूको वर्षौंको मेहनत क्षणभरमै बगरमा विलीन भएको छ
र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति र स्थानीय बजारको गतिविधि ठप्प भएको छ। यस विनाशकारी घटनाको सबैभन्दा पीडादायी पाटो भनेको मानवीय र पूर्वाधारको क्षतिसँग जोडिएको छ। 1 वर्ष अघि लेन्दे खोला र भोटेकोसीमा आएको भीषण बाढीले टिमुरे भन्सार क्षेत्र र रसुवागढीको मितेरी पुल लगायतका संरचनाहरू बगाएको थियो। लामो समयपछि निर्माण गरिएको उक्त पुल फेरि बगाएको छ। टिमुरे र स्याप्रुबेसीलाई जोड्ने यस्ता रणनीतिक पक्की पुलहरू तथा स्थानीय जनताले ओहोरदोहोर गर्न प्रयोग गर्ने झोलुङ्गे पुलहरू नदीले बगाएपछि यी क्षेत्रहरू देशका अन्य भागबाट पूर्ण रूपमा विच्छेद हुन पुगेका छन्। भोटेकोसीको यो उग्र बाढी केवल टिमुरे र स्याप्रुबेसीमा मात्र सीमित नरही त्रिशुली नदीको किनारसम्मै विध्वंस मचाएको छ। बाढीको बहाव अगाडि बढ्दै जाँदा रसुवाको उत्तरगया गाउँपालिका स्थित ऐतिहासिक तथा व्यापारिक केन्द्र बेत्रावती र शोले बजार पूर्ण रूपमा बगाएको छ। अहिले बेत्रावती बजारका दर्जनौं घरहरू, व्यापारिक प्रतिष्ठानहरू र नदी किनारका फाँटहरू बालुवा र लेदोले पुरिएर खण्डहरमा परिणत भएका छन्। यसका साथै मैलुङ, सल्लेटार, शान्ति बजार, त्रिशुली र देवीघाट लगायतका तल्लो तटीय बस्तीहरूमा समेत नदी पसेपछि स्थानीय बासिन्दाहरू उठीबासको अवस्थामा पुगेका छन्। बाढीका कारण यस क्षेत्रका स्थानीय प्रशासनिक भवनहरू, सुरक्षा चौकीहरू तथा खानेपानी तथा विद्युतका हाई भोल्टेज संरचनाहरूमा समेत व्यापक क्षति पुगेको छ। उत्तरतर्फको सीमावर्ती क्षेत्रदेखि तल बेत्रावतीसम्मको सम्पूर्ण भूभागमा नदीको वेगले सडक मार्गहरू पूर्ण रूपमा भङ्ग गरिदिएको छ, जसले गर्दा उद्धार टोलीहरूलाई समेत प्रभावित क्षेत्रमा पुग्न र आपतकालीन सहायता सामग्री वितरण गर्न अत्यधिक कठिनाई उत्पन्न भएको छ। रसुवाको सिमानाबाट निस्केर नुवाकोटको ऐतिहासिक त्रिशुली बजार र देवीघाट क्षेत्रमा आइपुग्दा यस बाढीले अझ भयानक रूप लियो। त्रिशुली बजार आसपासका दर्जनौं घरहरू र नदीमाथि बनेका थप 2वटा पक्की पुलहरू समेत बाढीले बगाएको प्रारम्भिक विवरण बाहिर आएका छन्। यसका साथै त्रिशुली तथा देवीघाट जलविद्युत आयोजनाका संरचनाहरू र 25 मेगावाट क्षमताको सौर्य प्लान्टका ब्लक तथा सब स्टेशनहरू समेत बाढीको चपेटामा परेका छन्। तिब्बतबाट उर्लेको यो बाढीले रसुवा र नुवाकोट मात्र होइन, धादिङको गल्छी, बैरेनी, मलेखु तथा कुरिन्टार आसपासका क्षेत्रतर्फ पनि व्यापक क्षति गराएको छ। धादिङतर्फको नदी किनारामा रहेका भौतिक संरचनाहरूमा पनि यसले क्षति पुर्याएको छ। अहिलेसम्म यो बाढीमा परि 22 जनाको मृत्यु भएको खबर आएको छ भने यसको अन्तिम आधिकारिक रिपोर्ट सयौं पुग्ने अनुमान गरिएको छ। उद्धारको जटिल चुनौती र सङ्कट व्यवस्थापन। बाढीको सबैभन्दा खतरनाक र भयानक क्षण त त्यति बेला हुन्छ जब उर्लदो पानीको भेल 81 बस्तीमा प्रवेश गर्छ। तब पानीको सतह केही घटेर बहाव कम हुँदैमा त्यहाँको सङ्कट तत्काल समाप्त हुँदैन, बरु त्यसपछि वास्तविक र कठिन मानवीय सङ्घर्षको अध्याय सुरु हुन्छ। यस्तो विपदपछिको पहिलो र सबैभन्दा संवेदनशील चुनौती भनेको बाढी र लेदोमा हराएका मानिसहरूको खोजी गर्नु हो, जसका लागि हरेक मिनेट निकै मूल्यवान हुन्छ। दोस्रो मुख्य चुनौती गम्भीर रूपमा घाइते भएका नागरिकहरूलाई तत्काल प्राथमिक उपचार दिँदै सुरक्षित स्वास्थ्य संस्थासम्म पुर्याउनु हो। तेस्रो चरणमा बाढीले मुख्य सडकहरू, मोटरेबल पुलहरू र झोलुङ्गे पुलहरू बगाएका कारण पूर्ण रूपमा बाहिरी संसारसँग विच्छेद भएका दुर्गम बस्तीहरूमा पैदल वा हवाई मार्गबाट सम्पर्क स्थापित गर्नु उत्तिकै पेचिलो बन्छ। चौथो महत्त्वपूर्ण पक्ष भनेको सर्वस्व गुमाएर खुल्ला आकाशमुनि बस्न बाध्य भएका पीडितहरूका लागि खानेपानीको वैकल्पिक व्यवस्था, आकस्मिक स्वास्थ्य शिविर सञ्चालन र अस्थायी आश्रयस्थल वा छाप्रोहरूको प्रबन्ध मिलाउनु हो। यसपछि पाँचौं र उत्तिकै गम्भीर पाटो भनेको तल्लो तटीय क्षेत्रका नदी किनारका बस्तीहरूलाई निरन्तर सतर्क गराउँदै सम्भावित अर्को जुनसुकै खालको ठूलो जोखिमबाट सुरक्षित राख्नु हो। रसुवाको यस भीषण घटना लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा अन्य स्थानीय उद्धार निकायहरू उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा तीव्र रूपमा परिचालन गरिएका छन्। कठिन भूगोल र विषम परिस्थितिहरूलाई छिचोल्दै फँसेका नागरिकहरूको जीवन रक्षाका लागि हेलिकप्टरको प्रयोग, विशेषज्ञ स्वास्थ्य टोली, एम्बुलेन्स तथा आकस्मिक राहत संयन्त्र समेत घटनास्थलतर्फ परिचालन गरिएको प्रारम्भिक विवरणहरूमा उल्लेख गरिएको छ। यद्यपि हिमाली र उच्च पहाडी भूगोलमा गरिने उद्धार कार्य कहिल्यै पनि सहज र सरल हुँदैन। बाढीले सडकका ठूला खण्डहरू पूर्ण रूपमा बगाएका वा भत्काएका हुन सक्छन्।
आकाशमा मडारिएका बादल र खराब मौसमले हेलिकप्टर उडानमा प्रत्यक्ष बाधा पुर्याउन सक्छ र टेलिफोन तथा इन्टरनेटको तार काटिएर वा टावर बगाएर सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भइसकेको हुन सक्छ। यति मात्र होइन, नदीको बहाव अझै पनि अनिश्चित र जोखिमपूर्ण नै रहिरहन्छ, जसले उद्धार टोलीको कामलाई थप चुनौतीपूर्ण बनाउँछ। यी सबैभन्दा पनि ठूलो र गम्भीर पाटो त यो हुन्छ कि ज्यान जोखिममा पारेर उद्धारमा खटिने उद्धारकर्मीहरू स्वयं पनि माथिबाट खस्न सक्ने दोस्रो पहिरो वा अचानक आउन सक्ने थप बाढीको गम्भीर चपेटामा पर्ने उच्च खतरा रहन्छ। त्यसैले यस्तो विषम र सङ्कटपूर्ण परिस्थितिमा उद्धारको अर्थ केवल प्रभावित क्षेत्रमा केही मानिसहरू वा राहत सामग्री पठाउनु मात्र होइन, यो त समय, प्रतिकूल मौसम, कठिन भूगोल र पलपलमा बदलिने मृत्युको जोखिम बीचको एक अत्यन्तै जटिल, संवेदनशील र धैर्यको परीक्षा लिने दौड हो। अचानक आएको बाढीको वास्तविक कारण। रसुवाको भोटेकोसी नदीमा आएको यस आकस्मिक र अकल्पनीय बाढीको वास्तविक कारण के हो भन्ने विषयमा अहिले विज्ञहरूले गहिरो वैज्ञानिक अनुसन्धान र विश्लेषण गरिरहेका छन्। जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाका मौसमविद तथा वैज्ञानिकहरूले सुरुवाती चरणमै यो बाढी स्थानीय स्तरमा भएको भारी वर्षाको परिणाम नभएको प्रश्न पारेका छन्। मौसम विभागको तथ्याङ्क अनुसार घटनाको समयमा रसुवा तथा आसपासका नेपाली भूभागमा नदीको बहाव अचानक उच्च बनाउने गरी कुनै पनि ठूलो वा लगातार वर्षा भएको थिएन, जसले गर्दा यो विपद सामान्य मौसमी गडबडी भन्दा पनि पूर्ण रूपमा भिन्न रहेको देखिन्छ। मौसमविदहरूले उपग्रहबाट प्राप्त तस्बिर र मौसमका तथ्याङ्कहरू विश्लेषण गर्दा यसको मुख्य उद्गम बिन्दु नेपालको सिमाना पारी चीनतर्फको तिब्बत क्षेत्रमा रहेको खुलेको छ। तसर्थ नेपाली भूभागमा पानी नै नपरी अचानक उर्लेर आएको यो महाविनाशको पछाडि माथिल्लो जलाधार क्षेत्रमा घटेको कुनै पनि भौगोलिक तथा जलवायुजन्य घटना जिम्मेवार रहेको पुष्टि हुन्छ। प्राथमिक अध्ययन र वैज्ञानिक अनुमान अनुसार यस अभूतपूर्व बाढीको प्रमुख कारण सीमापार तिब्बततर्फ हिमनदी पग्लिएर बनेका संवेदनशील तालहरूको विस्फोट वा त्यही क्षेत्रमा भएको अतिवृष्टि हुन सक्ने औल्याइएको छ। हिन्दुकुश हिमालय क्षेत्रमा तीव्र रूपमा बढिरहेको वैश्विक तापक्रमका कारण उच्च हिमाली क्षेत्रमा बरफ पग्लेर ठूला र जोखिमपूर्ण हिमतालहरू बन्ने क्रम बढ्दो छ। तिनै हिमनदीका तालहरू अचानक फुट्दा वा कमजोर प्राकृतिक बाँधहरू भत्किएर लाखौं घनमिटर पानी, लेदो र गेग्रानको मिसावट एकैपटक तलतर्फ नदीको भेलमा मिसिन पुग्छ, जसले यस्तो भयानक बाढीको रूप लिन पुग्छ। रसुवाको भोटेकोसीमा आएको यो बाढी पनि लिन्दे खोला वा तिब्बततर्फका अन्य सहायक नदीहरूको जलाधार क्षेत्रमा अचानक घटेको यस्तै किसिमको हिमनदी ताल विस्फोट वा हिमपहिरोको परिणाम भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यस घटनाले नेपालीलाई फेरि एकपटक सीमापार जलक्षेत्रको वैज्ञानिक निगरानी, वास्तविक समयको सूचना आदान प्रदान प्रणाली र पूर्व चेतावनी संयन्त्रको अभावलाई उजागर गरेको छ। जलवायु परिवर्तनका कारण हिमालयहरूमा हिउँहरू पग्लेर ताल बन्ने क्रम बढ्दो छ। यस्तो अवस्थामा बढ्दै गएका हिमतालहरूको खोज अनुसन्धान गरी त्यसबाट जोगिन आवश्यक प्रक्रिया र पूर्व चेतावनी संयन्त्र राख्नु अति आवश्यक छ। नत्र यस्ता हिमतालहरू कुनै पनि बेला विस्फोट भएर हाइड्रोबमको रूप लिन सक्छ, जसको पीडादायी अनुभव रसुवामा आएको बाढी प्रत्यक्ष उदाहरण हो। दर्शकवृन्द, रसुवाको भोटेकोसीमा आएको यो प्रलयकारी बाढी केवल एक प्राकृतिक प्रकोप मात्र होइन, यो हामी सबैका लागि जलवायु परिवर्तनले निम्त्याएको एउटा भयानक चेतावनी हो। यस कठिन घडीमा हामी सबैले प्रभावितहरूलाई सहयोग गरौँ। बेपत्ता हुनुभएका सम्पूर्ण नागरिकहरूको सकुशल उद्धारको कामना गर्दै आजको यो श्रृङ्खलाबाट बिदा माग्छौँ। नमस्कार।